विगत केही समय यता नेपालको राष्ट्रिय विभूति तथा राजा जनककी छोरी सीता वा जानकी जन्मेको स्थान र उनै जानकीको नाममा स्थापित जानकी मन्दिरको बारेमा केही अस्पष्टताका समाचारहरू प्रकाशित गरिए। विशेष गरी भारतीय सञ्चार माध्यमहरूले राजा जनकको दरबार, सीताको जन्म तथा श्रीराम र सीताको विवाहको सन्दर्भमा केही असान्दर्भिक विषयलाई बढी महत्व दिई समाचारहरू सम्प्रेषण गरे। तर रामायणकालीन राजा जनकको महत्व र जनकपुरको गरिमालाई भने कसैले तोड्न सकेन। वास्तवमा जनकपुरमा जानकी मन्दिरको निर्माण कसरी सम्भव भयो, कसले निर्माण गरे, जानकीको जन्मस्थल कसले खोज गरे, यसबारे आजको कार्यक्रममा चर्चा गर्नेछौँ। विश्वास छ सदाझै यो कार्यक्रमलाई पनि उत्तिकै मन पराइदिनुहुनेछ। जनकपुर धार्मिक र सांस्कृतिक जगमा उभिएको एक प्राचीन नगरी हो। प्राचीन कालमा मिथिला, विदेह र तिरभुक्ति पनि भनिने जनकपुर जनकवंशी राजाहरूको राजधानी पनि थियो। विशेष गरी सीताको जन्मस्थलको रूपमा प्रख्यात रहेकोले यो पवित्र क्षेत्र धार्मिक र सांस्कृतिक रूपमा पनि निकै प्रसिद्ध बन्न गयो। यसपछि यहाँ स्थापना भएको जानकी मन्दिर मिथिलाञ्चलवासीका लागि सांस्कृतिक धरोहरको रूपमा परिचित हुन गयो। यति हुँदाहुँदै पनि जनकपुर र यहाँ निर्माण भएको जानकी मन्दिरको बारेमा धेरै यक्ष प्रश्नहरू बेला बेलामा तेर्सिने गर्छन्। यी प्रश्नहरूको सही र तथ्यपरक जवाफ नआउँदा आम मानिसहरू निकै दुविधामा पर्ने गरेका छन्। वास्तवमा जनकपुर र जानकीको जन्मस्थलको खोज कसले गर्यो, यहाँ कसरी जानकी मन्दिरको निर्माण हुन गयो, यी र यस्ता प्रश्नहरू सहित यस क्षेत्रको ऐतिहासिक तथ्य बारे आजसम्म बृहत रूपमा चर्चा हुन सकेको छैन। वास्तवमा जनकपुर क्षेत्रले धेरै लामो कालखण्डसम्म अस्तित्वविहीन भएर रहनु पर्यो। सदाबार जंगलले ढाकिएको यो क्षेत्र आम परिदृश्यबाट विलीन हुन पुग्यो। यसरी निकै लामो समयसम्म मिथिला सभ्यता मात्रै होइन, सिंगो जनकपुर नै अँध्यारो कालखण्डमा हराउन गयो। केही लेखक तथा इतिहासकारहरूका अनुसार आजभन्दा 350 वर्ष अघि दक्षिणी भारतीय राज्यबाट एक सन्त सूर्यकिशोर दास र उनका एक सहयात्री यही विशाल र घना जंगल भएको क्षेत्रमा आए। उनीहरू विकट जंगलको भित्री भागमा गई सो स्थानमा तपस्या र साधना गर्दै बस्न थाले। यही बेला सन्त सूर्यकिशोर दासले सुनको माता सीताको मूर्ति प्रादुर्भाव भएको देखे। यसपछि उनले यो अत्यन्त पवित्र स्थल रहेको थाहा पाए र त्यस स्थानमा एक सानो छाप्रो रूपी मन्दिर बनाए। बिस्तारै जंगल वरपर रहेका मानिसहरूले थाहा पाए। यसपछि नै राम जानकीको दर्शन र पूजा गर्न मानिसहरू आउन थाले। तर अन्य केही इतिहासकारहरूका अनुसार विक्रम सम्वत 1417 का भारतको जयपुर स्थित लोहागढका साधु सूर्यकिशोर दास तीर्थयात्रा गर्ने क्रममा यस क्षेत्रमा आइपुगे। केही दिन यस क्षेत्रमा बसेको बेला उनले सपनामा सीता अर्थात जानकीलाई देखे। साधु सूर्यकिशोर दासले सपनामा स्पष्ट रूपमा देखेका जानकीलाई भुलाउन नै सकेनन्। त्यसपछि उनले सो स्थान जानकीको जन्मस्थल रहेको निर्क्युल गरे र त्यस क्षेत्रमा एक सानो मन्दिरको निर्माण गरे। जानकीको सानो मन्दिर निर्माण पश्चात उनी स्वयंले जानकीको पूजा प्रारम्भ गरे। त्यसपछि बिस्तारै त्यहाँ अन्य साधु सन्तहरू आउन थाले र भक्तजनहरूको पनि भीड बढ्दै गयो। यसपछि नै जानकी अर्थात सीताको जन्मस्थल रहेको जनकपुर पुनः दृश्यमा देखिन गयो। यसको 300 वर्षपछि अर्थात विक्रम सम्वत 1784 मा मकवानपुरका राजा माणिक सेन जानकीको दर्शन गर्न यस स्थानमा आए। उनले जानकीको मन्दिरमा भव्य पूजाआजा गरी करिब 1400 बिघा जमिन मन्दिरको नाममा प्रदान गरे। यसपछि भने जानकीको जन्मस्थलले प्रसिद्धिको रूप लिँदै गयो। साधु सन्तहरू नेपालको विभिन्न भागहरूबाट मात्र नभई भारतीय उपमहाद्वीपका विभिन्न राज्यहरूबाट पनि आउन थाले।
आफ्नो मनोकांक्षा पूरा हुने विश्वासका साथ टाढा टाढाबाट आउने दर्शनार्थी तथा भक्तजनहरूको घुइँचो बढ्दै गयो। यसपछि जनकपुरले बिस्तारै नगरको रूप लिन थाल्यो। यसरी जनकपुर धामको रूपमा प्रख्यात बन्न गयो। तर हालको जानकी मन्दिरको निर्माणमा भने एक फरक प्रसंग उल्लेख गरिएको पाइन्छ। भारत स्थित टिकमगढका राजा प्रताप सिंह र उनकी रानी वृषभानु कुँवरी निसन्तान थिए। महारानी वृषभानुले सन्तान प्राप्तिको लागि अयोध्यामा कनक भवन मन्दिर बनाइन्, तर सन्तान प्राप्त हुन सकेन। त्यसपछि त्यहाँकै एक महागुरु सन्तले पुत्र प्राप्तिको लागि जनकपुर गई जानकीको दर्शन गर्न र राम जानकी मन्दिर निर्माण गर्न सल्लाह दिए। त्यसपछि उनी जनकपुर आइन्। जानकीको दर्शन र पूजा गरेपछि उनले एक भव्य जानकी मन्दिरको निर्माण गर्न लगाइन्। मन्दिर निर्माण सुरु गरेको 1 वर्षपछि नै उनले सन्तान प्राप्त गरिन्। तर अन्य केही लेखक तथा इतिहासकारहरूले भने यसमा केही फरक प्रसंग उल्लेख गरेका छन्। उनीहरूका अनुसार निसन्तान रहेकी टिकमगढकी महारानी वृषभानु कुँवरी जनकपुर आइन् र जानकी मन्दिरमा पूजा आजा गरिन्। तत्कालीन समयमा जानकीको जन्मभूमिमा रहेको जानकी मन्दिर एक सानो छाप्रोको रूपमा रहेको थियो। यो देखेर महारानी वृषभानु कुँवरी अत्यन्त दुखी बनिन्। उनले त्यसै बखत यदि भविष्यमा कोही सन्तान जन्मिएमा यहाँ एक भव्य मन्दिर बनाउनेछु भनी वचन दिइन्। यसको 1 वर्षपछि नै उनलाई सन्तान प्राप्त भयो। सन्तान प्राप्तिको खुशियालीसँगै विक्रम सम्वत 1952 सालमा उनको आफ्नै खर्चबाट भव्य जानकी मन्दिरको निर्माण कार्य सुरु गरियो। तर मन्दिरको निर्माण क्रममा आवश्यक खर्चको अपुग भएपछि राजा प्रताप सिंहकै अग्रसरतामा राजकीय खर्चको उपयोग गरी मन्दिर बनाउने कार्यलाई निरन्तरता दिइयो। जानकी मन्दिरको निर्माणकाल ताका नै महारानी वृषभानु कुँवरीको मृत्यु हुन गयो। उनको मृत्यु पश्चात उनकी बहिनी नरेन्द्र कुँवरीले मन्दिर निर्माणको कार्यलाई अघि बढाइन्। पछि वृषभानुका पति राजा प्रताप सिंहले नरेन्द्र कुँवरीसँग विवाह गरे। यसरी मन्दिरको निर्माण कार्य सुरु गरेको 16 वर्षपछि अर्थात विक्रम सम्वत 1968 सालमा एक भव्य जानकी मन्दिरको निर्माण सम्पन्न भयो। 4860 वर्गफिट क्षेत्रफलमा फैलिएको भव्य मन्दिर बनाउन कति खर्च लाग्यो भन्ने विषयमा पनि केही अन्योलने रहेको पाइन्छ। केही इतिहासकारहरूका अनुसार सो मन्दिर बनाउन 9 लाख चाँदीका असर्फीहरू खर्च गरिएको थियो। यही कारण जानकी मन्दिरलाई 9 लखा मन्दिर पनि भनिन थाल्यो। तर अन्य केही लेखकहरूले भने जानकी मन्दिर बनाउने क्रममा 9 लाख संकल्प गरिएको थियो भनी उल्लेख गरेका छन्। तर मन्दिर निर्माणको क्रममा सो समयको 18 लाख रुपियाँ खर्च भएको थियो भनी बताइएको छ। जानकी मन्दिरको निर्माण शैलीको बारेमा पनि कहिलेकाहीँ विवाद हुने गरेको पाइन्छ। भवन शैलीका जानकारहरूका अनुसार जानकी मन्दिर राजपूत र मुगल मिश्रित शैलीमा आधारित रहेर निर्माण गरिएको थियो। सो मन्दिरको भित्री बनावट हिन्दू धर्म अनुकूल शैलीमा बनाइएको थियो भने मन्दिरको बाह्य बनावट मुगल अर्थात मुस्लिम शैलीमा आधारित रहेर बनाइएको थियो। केही लेखकहरूले जानकी मन्दिर मुस्लिम कारिगरहरूद्वारा निर्माण गरिएको बताउने गरेका छन्। उनीहरूले प्रमाण स्वरूप जानकी मन्दिर पछाडि मन्दिर बनाउनुभन्दा पहिला मुस्लिम कारिगरहरूले नमाज पढ्नको लागि एक ठूलो प्राङ्गण सहित मस्जिद निर्माण गरेका थिए। अझ केही लेखकहरूले जानकी मन्दिर वास्तवमा मन्दिरको रूपमा निर्माण गरिएको थिएन भन्ने उल्लेख गरेका छन्। उनीहरूले यसलाई भारतको ताजमहलसँग दाँचेका छन्। उनीहरूका अनुसार यो पनि प्रेमकै प्रतीकको रूपमा बनाइएको महल हो, तर पछि यसलाई मन्दिरको रूप दियो। यसरी हिन्दू धर्मको अत्यन्त पवित्र स्थलको रूपमा रहेको जनकपुर र जानकी मन्दिरको बारेमा सत्य तथ्यको खोज गरी अनावश्यक बहसबाट टाढा राख्नुपर्ने समय आइसकेको छ। यसको लागि नेपालको पुरातत्व विभाग, इतिहासकार र संस्कृतिविदहरूले चाँडै नै विशेष पहल गरी अन्तर्राष्ट्रिय सम्पदाको रूपमा स्थापित गर्नुपर्ने तर्फ धेरैजसो बुद्धिजीवी र आम नागरिकहरूले राय प्रकट गरेका छन्। यहाँहरूलाई यो कार्यक्रम कस्तो लाग्यो कृपया कमेन्ट बक्समा लेखिदिनुहोला।
यस्तै तथ्य इतिहासको लागि हिस्ट्री इन नेपाली च्यानललाई सदैव सम्झनुहोस्। इतिहासको कुनै पनि कालखण्ड बारे तपाईले सुन्न र बुझ्न चाहना राख्नु भएको छ भने तल रहेको कमेन्ट बक्समा उल्लेख गर्नुहोस्। हामी सो बारे प्राथमिकताका साथ कार्यक्रम बनाउनेछौँ। जाँदा जाँदै यस च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्दै बेल आइकनमा क्लिक गरी हाम्रो यो तथ्य इतिहासको ज्ञान प्रसार गर्ने लक्ष्यलाई नियमित साथ दिन अनुरोध गर्दछौँ। अन्तमा अर्को नयाँ र रोचक कार्यक्रम लिएर आउने बाचा गर्दै अहिलेलाई म बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।